नमस्कार, म सञ्जु राई। विश्व प्रसिद्ध एवं संसार हल्लाउने सङ्घर्षशील महिलाहरूको जीवनी बताउने क्रममा मन्टेश्वरी शिक्षाकी प्रणेता मारिया मन्टेश्वरीको संक्षिप्त जीवनी बताउँदैछु। मन्टेश्वरी तरिका भनिने वस्तु मेरो आविष्कार होइन। मैले शिशुको अध्ययन गर्दा जे पाएँ त्यसैलाई मैले अभिव्यक्त गरेकी मात्र हुँ। मारिया मन्टेश्वरी। मन्टेश्वरी शिक्षा प्रणालीकी प्रणेता डाक्टर मारिया मन्टेश्वरी हुन्। उनको जन्म सन् 1870 को अगस्त 31 इटालीमा भएको थियो। सानैदेखि उनमा चिकित्सक बन्ने रहर थियो। पछि उनले प्राकृतिक विज्ञानतिर रुचि बढाइन्। प्रतिभाशाली विद्यार्थीको रूपमा उपस्थित भइरहने उनले सन् 1896 MD को उपाधि हात पारिन्। लामो समयसम्म चिकित्साको अभ्यास गरेपछि उनले इटालीमै रोम विश्वविद्यालयमा पढाउन थालिन्। चिकित्सा अध्ययन गर्दा र पढाउने क्रममा मारियाले बालबालिकाहरूसँग लामो समय बिताइन्। बालबालिकाहरूसँगको सम्पर्कबाट उनमा नयाँ तरिकाले बालबच्चाहरूलाई शिक्षा दिन के गर्न सकिन्छ भन्ने विचार आइरहन्थ्यो। त्यसै क्रममा उनमा नयाँ शिक्षा पद्धतिको अवधारणाप्रति रुचि जाग्न थाल्यो। बालबालिकालाई शैक्षिक ज्ञानका साथसाथै शारीरिक, मनोवैज्ञानिक, सामाजिक र नैतिक ज्ञान दिनुपर्ने उनको सोच थियो। यसलाई कसरी सम्भव गराउन सकिन्छ भन्ने कुराले उनलाई सताइरहन्थ्यो। लामो समयसम्म उनले यसबारेमा सोचिरहन् र धारणा तयार पारिन्। सन् 1898 उनमा एकाएक यस्तो शिक्षाप्रति नयाँ विचार आयो। फलस्वरूप 1907 6 वर्ष मुनिका शिशुहरूका लागि उनले पहिलो शिक्षण संस्थाको रूपमा शिशु गृहको स्थापना गरिन्। त्यहाँ बालबालिकाहरूलाई नयाँ तरिकाले शिक्षा दिने अभ्यास गरिन्। यसै क्रममा त्यही शिशु गृह बिस्तारै उनको नयाँ शिक्षा पद्धतिको प्रयोगशालामा परिणत भयो। यस शिशु गृहको सञ्चालनसँगै मारियाले बालबालिकाहरूको शैशवकालको सङ्गन अध्ययन गरिरहेकी थिइन्। त्यही अध्ययनलाई अझ फैलाउने उद्देश्यले उनले एक पुस्तक नै प्रकाशित गरिन्। सन् 1909 उनले मन्टेश्वरी तरिका भन्ने पुस्तक प्रकाशित गरिन्। मारियाको यो पुस्तक विश्व शैक्षिक जगतमा ऐतिहासिक कृति बन्यो। यो कृति विश्वमै निकै बिक्री भयो। यसबाट उनी चर्चाको शिखर चढ्न सफल भइन्। उनको यो कृति विश्वमा धेरै भाषामा अनुवाद भए। यो पुस्तकसँगै विश्वमा मन्टेश्वरी शिक्षा प्रणालीको विकास भयो। यो शिक्षा पद्धतिको विकाससँगै उनी संसारभरि प्रख्यात भइन्। सन् 1903 पहिलो पटक अन्तर्राष्ट्रिय व्याख्यानको क्रम प्रारम्भ भयो। उनले अमेरिका गएर व्याख्यानको प्रशिक्षण दिइन्। यसरी नै सन् 1916 उच्च स्तरीय मन्टेश्वरी तरिका नामको अर्को कृति प्रकाशित गरिन्। उनका कृतिहरू युरोपभरि प्रसिद्ध कहलिए। क्यानाडा, न्युजिल्यान्ड, ब्रिटिस र उपनिवेशवादी देशहरूले समेत उनको शिक्षा पद्धतिलाई अपनाए। साथै भारत र दक्षिण अमेरिकाले पनि उनको शिक्षा पद्धतिलाई नै अपनायो। यसबाट प्रेरित भएर मारियाले सन् 1929 मन्टेश्वरी सङ्घको स्थापना गरिन्। सन् 1946 उनलाई एडिनबरामा आयोजना गरिएको समारोहमा अनरी फेलोशिप अफ द एजुकेसन इन्स्टिच्युट अफ स्कटल्यान्डद्वारा विभूषित गरियो। उक्त समारोहमा स्कटल्यान्डका अध्यक्षले भने, अध्यापन भनेको अनुदार पेशा हो, तर कुनै एक पिँढीमा एक न एक पल्ट कुनै एक यस्तो अति प्रतिभाशाली व्यक्तिको उदय हुन्छ जसले नवसञ्जीवनी सञ्चार गर्दै जनसाधारणमा नवप्रयास, नवक्रियाकलापद्वारा उत्प्रेरित गर्दछ। यस्ता व्यक्तिहरू नै शैक्षिक इतिहासमा महान ठानिन्छन्, तर तिनीहरू कोही पनि श्रीमती मन्टेश्वरी भन्दा माथि उठेका छैनन्। हाम्रो देशमा यस्तो ससाना बालबालिकाहरूलाई सहजै शिक्षा दिन कुनै पुरस्कार चाहिँदैन र दण्ड दिनुपर्ने पनि आवश्यक छैन। बालबालिकाहरूमा प्राकृतिक रूपमै नयाँ कुरा सिक्ने जिज्ञासा हुन्छ। कुनै वस्तु देखेपछि त्यसबारे जान्ने चाहना बच्चाहरूमा जाग्दछ। यो शिक्षा पद्धतिमा अति नै चकचके बच्चाहरूलाई पनि ध्यान केन्द्रित गर्ने क्षमता हुन्छ भन्ने कुरा मन्टेश्वरीले प्रमाणित गरिन्। उनले रोमका गरिब बच्चाहरूसँग काम गर्दा मन्टेश्वरी शिक्षा प्रणाली अपनाए पनि उनले वैज्ञानिक र विद्यार्थीमुखी शिक्षा पद्धतिको निर्माणका लागि सयौं शैक्षिक सामग्रीहरूको उत्पादन गरिन्। गल्ती गर्दै सुधार्दै शैक्षिक सामग्री हेरेर, छोएर, सुँगेर, सुनेर र मज्जा लिएर ज्ञानेन्द्रियहरूको सहयोगमा शिक्षा लिन सक्ने मन्टेश्वरी शिक्षा अहिले मन्टेश्वरीले स्थापना गरेको यो शिक्षा प्रणाली अहिले विश्वमै लोकप्रिय शिक्षण पद्धति हो। साँच्चै मन्टेश्वरी बच्चाहरूमा रहेका जिज्ञासाहरूलाई बाहिर ल्याउन सक्थिन्। तिनै मन्टेश्वरीको शिक्षा पद्धतिले संसारमा शैक्षिक क्रान्ति ल्यायो। यो शिक्षाको विकास गर्ने महान नारी हस्ताक्षर मारिया मन्टेश्वरीको सन् 1952 मे 7 का दिन 80 वर्षको उमेरमा मृत्यु भयो।
आफ्नो जीवनको अन्तिम घडीमा उनले भनेकी थिइन्, मन्टेसोरी तरिका भनिने वस्तु मेरो आविष्कार होइन। मैले शिशुको अध्ययन गर्दा जे पाएँ त्यसैलाई मैले अभिव्यक्त गरेकी मात्र हुँ।